रातिमा कहिले पनि यी खानेकुरा नखानु होला। शरीर सुतेको बेलामा शरीरले अङ्गहरूलाई रिपेयर गर्छ अनि हाम्रो शरीरको ऊर्जा पचाउनमा लाग्यो भने शरीरका अङ्गहरू छन् ती रिपेयर हुन पाउँदैन अनि शरीर चाहिँ बिस्तारै बिस्तारै रोगी हुन थाल्छ। त्यही भएर राति सुतेको बेलामा एकदम हल्का चिज खानुपर्छ हैन, लाइट भोजन गर्नुपर्छ। त्यो पनि घाम अस्ताउनुभन्दा अगाडि खायो भने एकदम राम्रो हो। त्यही भएर खाना खाएको 2-2.5 घण्टा पछि कमसेकम 2.5 घण्टा पछि मात्रै सुत्नु भन्ने चलन छ। हाम्रो वैदिक सनातन विज्ञान छ किन शरीरले रिपेयर गर्ने हो। अब रात्रिमा भुलेर पनि हामीले कहिले पनि काँक्रो खानु हुँदैन। यसले चाहिँ हाम्रो शरीरमा चाहिँ वात वृद्धि गर्छ, मेटाबोलिजममा पनि यसले प्रभाव पार्छ। त्यस्तै गाजर खानु हुँदैन, रात्रिमा कागती नखानु, रात्रिमा चाहिँ कहिले पनि भुलेर पनि मासको दाल नखानु, राजमा नखानु, मुला नखानु, रात्रिमा कहिले पनि अमलाको जुस पनि पिउनु हुँदैन। चिया र कफी त रात्रिमा विषै समान मानिन्छ अनि राति सेब खाने चलन छ। सेब राति नखानु, बिहानै खानु अनि रात्रिमा कहिले पनि दही नखानु। यो भन्दा हामीले अगाडि भनिसकेका छौँ। रात्रिमा दही खानु भनेको रोगलाई निम्तो दिनु हो। एकजना डाक्टर साहबले राति दही खानुहुन्छ भन्नुभएको थियो, उहाँ एलोपेथीको होला। त्यति भनेन भने त आफ्नो दोकान पनि चल्दैन। किन हामी यदि खानपिन राम्रो गऱ्यौँ भने हामी रोगी हुँदैनौँ, हस्पिटल त चल्दैनन्। त्यही भएर उनीहरू चाहिँ रोगी बनाउनमा लाएर हुन्छन्, जे पाए त्यही खानु भन्छन्। एक आपसमा गुण नमिल्ने चिज खायो भने हामी रोगी हुन्छौँ। बिहान हाम्रो शरीर कफ प्रदान हुन्छ, दिउँसो पित्त प्रदान हुन्छ, बेलुका वात प्रदान हुन्छ। वात बढाउने चिज कहिले पनि खानु हुँदैन अनि मटर र केराउ पनि रात्रिमा राम्रो मानिँदैन।